साथी चाहिँ यहाँ धाग्रा तान्ने नसकेर यत्रो आछ कि यो इच्छा कामना वडा नम्बर 2 मा पर्छ चाहिँ यो हाम्रो भाइले चाहिँ भारी तानेको हैन ये मा कसम लगेरै छाड्छु म थाङ्रा पनि धेरै नै छ फेरि अनि म चाहिँ मनी फेरि मनी यहाँ थाङ्रा त नाइरह्यो यसो करेसाबारीमा यसो काँक्रोलाई थाङ्रा अर्ग्यानिक काँक्रोलाई थाङ्रा काटेको मैले चाहिँ यहाँ एकजना भाइ छ थाङ्रा लिन आएको यहाँ एकजना भाइले चाहिँ अलिक मुस्किलै परेछ के जिन्दगी काम गर्दै भएको त यस्तो हो दुःख गर्नुपर्छ गाउँमा बसेपछि त्यही हो हो गाइज काम चाहिँ गर्नुपर्छ है गाइज हो हामी जस्तो काम गर्नु पर्यो अब सुख पाउनेहरूलाई त सुखै छ हामी दुःख पाउनेहरूलाई चाहिँ जे भयो नि काम गरेर चाहिँ पालन पोषण चलिरहेछ काम गरेर आफ्नो पेट भराउन पर्यो दुःख छ हामीलाई धेरै 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 जस्तो छ त्यहीमा खुसी छ हामी त्यस्तो साह्रो सुख नि चाहिँदैन हामीलाई दुःखैमा ठिक छ दुःखै रमाइलो भइरहेछ भने पछि जिन्दगी कटाउन सजिलो हुन्छ है गाइजो त्यसैले पहिला दुःख गरौँ त्यसपछि सुखमा बसौँ थाक्न चाहिँ ओडा थाकिसक्यो गाइजो फेरि थाक्न त होडै थाक्छ म पनि यहाँ यत्रो थाङ्रा तान्न खोजेको आज दुःख चाहिँ दुःख छ ल 4 वटा चाहिँ लगौँ होला त्यो दुईटा अहिले आउँ होला ल बोकम यति त लान्छ हल्का झ्यापमा पनि चुके यो हाम्रो भाइ चाहिँ अलिकति झ्याप छ होइन अघि एक गिलास रक्सी खाएर छ त्यही भएर अलिअलि झ्याप छ ल यो हाम्रो भाइले चाहिँ अब झ्याप भए पनि यत्तिको थाङ्रा चाहिँ तानेरै छोड्छ तान्छ मा कसम यत्तिको त यसलाई त केही लाग्दैन ल ल गाइज पछि भेटौँला लाइक सब्सक्राइब पनि गरिदिनु होला भिडियो अनि गाइज अन्त्यसम्म हेरेर